नमस्ते। कार्यक्रम समृद्धिका लागि बहसमा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म शिव शर्माको तर्फबाट कार्यक्रम समृद्धिका लागि बहस तपाईले यति बेला रेडियो सम्पदा 90.5 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। हामीले अहिलेको वर्तमान समयमा चर्चित राजनीतिक घटनाक्रम र यो राजनीतिक वृत्तमा कोरिएका केही छिद्रहरूको बारेमा केही चर्चा गर्नेछौँ र आजको यो श्रृङ्खलामा यो बसाइमा म यतिखेर नयाँ शक्ति नेपालको बारेमा चाहिँ खास के छ नयाँ शक्ति नेपालको राजनैतिक अवस्था के छ, आगामी दिनमा कसरी अगाडि बढ्छ नयाँ शक्ति नेपाल र खास नयाँ शक्तिका बारेमा मेरो पुस्ताको क्वेसन गर्दैछु र यतिखेर मसँग नयाँ शक्ति नेपालका प्रभावशाली नेता निर्मल भट्टराई यतिखेर मसँगै हुनुहुन्छ र उहाँसँगको कुराकानीलाई म अगाडि बढाउन चाहन्छु। निर्मल सर, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम समृद्धिका लागि बहसमा। धन्यवाद शिवजी। के छ, कस्तो चल्दैछ राजनीतिक अवस्था अहिलेको? अहिलेको राजनीति त्यति सन्तोषजनक रूपमा चलिरहेको छ भनेर भन्न सकिँदैन, किनभने नेपालका राजनीतिक पार्टीहरूले देशलाई कसरी आर्थिक समृद्धितिर लिएर जाने र सबैले एउटा साझा धारणा कसरी निर्माण गर्ने भन्ने कुरामा त्यति ध्यान दिएको जस्तो लाग्दैन। उनीहरू आफ्नो पार्टीलाई कसरी अगाडि बढाउने, सकेसम्म आफू कसरी नेता हुने, आफू कसरी चाहिँ प्रधानमन्त्री वा अरू मन्त्री हुने भन्ने खालको कुरा चाहिँ उहाँहरू गरिराख्नु भएको देखिन्छ। नीतिगतलाई भन्दा पनि पार्टीगत सिद्धान्तलाई अलिकति अगाडि लानुभयो, पार्टीगत हितलाई चाहिँ सोचेर काम गर्दिनु भयो, देशका लागि काम गर्नु भने तपाईँको आधार? नीतिगत भन्दा पनि देशको समग्र हित कसरी हुन्छ, त्यो देशको हित गर्नलाई पार्टीबाट माथि उठ्नुपर्छ कि पर्दैन? समाजलाई चाहिँ मतलब नेतृत्व गर्नका लागि, समाजलाई अगाडि बढाउनका लागि एउटा पार्टीको सिद्धान्त मात्रै पर्याप्त छ कि छैन? त्यसमा अरू बहुआयामिक चिजहरू हाल्नुपर्छ कि पर्दैन? सबै पार्टीका राम्रा कुराहरूलाई चाहिँ मतलब समेटेर देश चलाउनु पर्छ कि पर्दैन भन्ने कुरा अहिलेको प्रमुख प्रश्न हो। त्यो कुरामा चाहिँ कुनै पनि पार्टीका नेताहरू जति प्रधानमन्त्री पटक पटक फेरिएका छन् र ती सबैले एउटै किसिमको पदचिन्ह पहिल्याएका छन्। यो नेपालको लोकतान्त्रिक गणतन्त्र पछिको सरकारमा भएका अत्यन्त नराम्रा विडम्बनायुक्त कुरा हो। अब यसलाई कसरी व्याख्या गर्ने होला कि यो समस्याबाट यो आफ्नो व्यक्तिगत हितलाई सोच्दाखेरि, राष्ट्रको हितलाई नसोच्दाखेरि साँच्चीकै देश त अलिकति पछाडि धकिलिँदैछ समृद्धिको बाटोमा, कसरी लिनुहुन्छ यसलाई? यो राजनीतिलाई अब नेपालका सम्पूर्ण जनताहरूले राजनीतिलाई एउटा पेसा भन्दा पनि एउटा सेवाको रूपमा लिएर जानुपर्दछ। सबै नेताहरूले त्यसलाई चाहिँ के भने आफ्नो उन्नतिको लागि, आफ्नो नेतृत्व विकासको लागि, आफू मन्त्री प्रधानमन्त्री हुनका लागि अथवा आफ्ना केही कार्यकर्तालाई पोस्न पाल्नका लागि मात्र देशको चाहिँ समृद्धि गर्ने नारा दिने र देशको राजनीतिक नेतृत्व गर्ने कुरा गर्नु हुँदैन। जनताले कसरी पत्याउने होला निर्मलजी कि सेवाका लागि राजनीति पार्टी खुलिरहेछन् भनेर, कि सत्ताका लागि खुलेको जस्तो देखिँदैन? जनताले के हेर्नु पर्यो भने कुन नेता पारदर्शी छ, कुन नेताले सत्तामा रहँदा अथवा बाहिर बस्दा अथवा कुनै जिम्मेवारी हुँदाखेरि उसले पैसा कमाएन अथवा भ्रष्टाचार गरेन अथवा देशको हितको निम्ति काम गर्यो भन्ने जनताले सबैलाई राम्ररी हेर्नु पर्यो। सानातिना कुरामा, साना गुलिया नाराहरूमा जनताहरू फस्नु भएन। त्यसो गर्न सक्यो भने, जनता सचेत भयो भने नेतृत्व चाहिँ राम्रो हुन सक्दछ। कसरी बनाउने होला जनतालाई? जनतालाई सचेत त हामीले यस्तै क्याम्पेनहरू मार्फत, तपाईँहरू जस्तो चाहिँ सञ्चारकर्मीहरू मार्फत, अरू विभिन्न चाहिँ मतलब च्यानलहरू मार्फत जनतालाई हामीले राम्रा कुराहरू गर्नुपर्छ र जनताले ती राम्रा कुराहरूलाई ध्यान दिएर सुन्नुपर्दछ। हाम्रा मतलब जनताहरूको पनि कुनै कुरालाई ध्यान दिएर नसुनेर पहिले नै पूर्वाग्रही भएर सुन्ने कुरा चाहिँ मतलब छ। एउटा तपाईँलाई म उदाहरण दिन्छु। काठमाडौँको बाटो विस्तार गर्दाखेरि डाक्टर बाबुराम भट्टराईले कसैबाट पनि भोट प्राप्त गर्नु भएन, सबै रिसाए। बाटामा पसल थाप्ने पनि रिसाए, नजिकै घर भत्काइएकाहरू जसले घर मिचेर बनाएको थिए ती मान्छे पनि रिसाए। उहाँले भोट प्राप्त गर्नु भएन, तर उहाँले भोट प्राप्त नगरे पनि देशका निम्ति बाटो चाहिँ देशभरि अहिले चाहिँ प्लानिङको कुरा आयो, यी बाटो विस्तारको कुरा आयो, सरकारी जग्गा नबित्ने कुरा आयो, सारा कुरा आयो। तर उहाँले त्यसो गर्नुभयो, तर उहाँले भोटका लागि त्यो काम गर्नु भएन। तर त्यो कुरा जनताले कसरी बुझे भन्ने प्रश्न चाहिँ फेरि अनुत्तरिने छ कि त्यो बाटो किन भत्कायो, किन विषय प्रसङ्ग त्यो प्रश्नमा नै अड्किएको छ। प्रश्नमा अड्केर त्यो जनताले त्यसको दूरगामी असर
मतलब जनताले हेर्नुहुन्न। यदि त्यो बाटो विस्तार नगरेर काठमाडौँ अहिले सुँगुरको खोर जस्तो हुन्थ्यो, एउटा गाडी छिर्न सक्ने ठाउँ हुँदैन थियो। तर अहिले त्यति गर्दाखेरि पनि त्यो कुराको चाहिँ मतलब कम्तीमा यसले यो गर्यो, यसले भोटका निम्ति चाहिँ यो काम पक्कै गरेन भन्ने जनताले त्यति मात्र एनालिसिस गरिदिएको भए र त्यस्ता अरू मान्छेहरू पनि छ, थुप्रै मान्छे, डाक्टर भट्टराई मात्र होइन, त्यस्ता थुप्रै मान्छेहरू चाहिँ त्यहाँ चाहिँ के छ भने काम गरिरहेछन्। अहिले कुलमानकै कुरा गर्नुहोस् अथवा अरूको त्यस्ता मान्छेहरू छन्, डाक्टर भगवान कोइरालाको कुरा गर्नुहोस्, डाक्टर गोविन्द केसीको कुरा गर्नुहोस्, यस्ता मान्छेहरू छन्। तर ती मान्छेहरूलाई जनताहरूले बुझ्ने कुरामा चाहिँ मैले समस्या देख्छु। जनताहरूको बुझाइमा पनि परिवर्तन ल्याउनुपर्छ। जनताको बुझाइमा परिवर्तन ल्याउन राजनीतिक पार्टीहरूले ल्याउने हो, क्याम्पेन उनीहरूले नै गर्ने हो, त्यहाँभित्रका राम्रा मान्छेहरूले गर्ने हो, स्वार्थ रहित मान्छेहरूले त्यो काम गर्ने हो। त्यसो गर्न सकियो भनेदेखि र अरू देशको सेवा गर्ने अरू सञ्चार माध्यमहरू, तपाईँहरू जस्तो सञ्चार माध्यमहरूले गर्ने हो, राम्रा कुराहरूको चाहिँ प्रचार प्रसार गर्ने हो, पेटी स्वार्थमा अथवा सानो स्वार्थमा चाहिँ काम गर्ने होइन, देशको बृहत्तर हितको निम्ति काम गर्ने खालका सङ्घ संस्थाहरूले यो काम गर्न सक्दछन्। यो समृद्धि भन्ने जुन आफैमा अलिकति सङ्घर्षशील लाग्यो नेपालीको लागि, समृद्धि प्राप्त गर्न जनता पनि पहिलो रूपमा सचेत हुनुपर्छ भन्ने तपाईँको धारणा हो? जनता सचेत हुनै पर्दछ। जनता सचेत नभइकन समृद्धि सम्भव छैन। जनता सचेत नभइकन राम्रो लिडरसिप देशमा, नेतृत्व देशमा स्थापित हुँदैन, समाजमा स्थापित हुँदैन। र नेतृत्व स्थापित नभइसकेपछि सबैभन्दा अधि संरचना अथवा माथिल्लो संरचना जो राजनीति हो, त्यो राजनीतिले चाहिँ गलत कुराको मतलब प्रवाह गरिसकेपछि सम्पूर्ण राजनीतिको खोलो नै धमिलो हुन्छ। त्यो सबभन्दा माथि बस्छ, राजनीति सबभन्दा माथि बस्छ र त्यो माथि धमिलो भयो भने समाजका हरेक क्षेत्र धमिलो हुन्छन्। अहिले नेपालमा देखिएका तपाईँले हरेक क्षेत्रमा जुन धमिलोपन देख्नुहुन्छ त्यो राजनीतिको कारणले हो। राजनीतिमा देखिएको चाहिँ अपारदर्शिताको कारणले हो, राजनीतिमा देखिएको चाहिँ स्वार्थी पाराले हो। ती सबै कुरा यदि चाहिँ नेपालको राजनीतिमा हट्ने हो भने, ती कुरा चाहिँ घट्ने हो भनेदेखि यो देशको चाहिँ समृद्धि हुनको लागि धेरै गाह्रो छैन। जनताले शान्तिपूर्वक काम गर्न पाउनुपर्छ। उद्योग धन्दा बन्द हुनु भएन, स्कुल बन्द गर्नु भएन, गाडी जलाइनु भएन। अब यी सबै कुराहरू चाहिँ हिजो ध्वंसको चरणमा, राजतन्त्र ध्वंस गर्ने कुरामा हामी सबैले गरे होला। अब त्यो ध्वंसको चरण सिद्धियो। अब निर्माणको चरण गर्ने बेलामा त मान्छेको दिमाग पनि त ध्वंसात्मकबाट निर्माणात्मक हुनु पर्यो नि। अहिलेको देशको समस्या भनेकै नेपाली जनताको ध्वंसात्मक मनोवृत्तिलाई निर्माणात्मक मनोवृत्तिमा परिवर्तन गर्नु नै अहिलेको सबभन्दा ठुलो चुनौती हो। 2007 सालमा प्रजातन्त्र स्थापना भयो, त्यसपछिका धेरै परिवर्तनको यो बीचमा हामी रहँदाखेरि राजनीतिले धेरै परिवर्तन दियो। यहाँ चाहिँ व्यवस्था धेरै परिवर्तन गरे, तर अवस्था कहिले पनि परिवर्तन भएन। खासमा म एक विद्यार्थी भएको नाताले अथवा म एक सञ्चारकर्मी भएको नाताले, म सामान्य नागरिक भएको नाताले तपाईँले जुन किसिमबाट भन्नुभयो कि सबै कुरा धमिल्याउने राजनीतिले हो, त्यसो भए म राजनीतिको खास अर्थ के बुझ्दिनँ? होइन, राजनीति भनेको देश सञ्चालन गर्ने विज्ञान हो। त्यो विज्ञानबाट कोही पनि जनता, कोही पनि नेता अथवा कुनै पनि देश मुक्त छैन। राजनीति नराम्रो भयो भने देश बिग्रिन्छ, राजनीति तुलनात्मक रूपमा राम्रो भएर गयो भने देश सप्रेर जान्छ। यो कुरा सत्य हो। तर राजनीति नभई नहुने विज्ञान हो। तपाईँको जीवनमा जन्मेदेखि मरुन्जेलसम्म राजनीतिको कुनै न कुनै प्रभाव रहिरहन्छ र त्यसलाई हाम्रो प्रयत्न के हुनु पर्यो भने राजनीतिलाई सफा बनाउने, राम्रो बनाउने, मूल्य र मान्यताको आधारमा बनाउने, यस्तो खालको राजनीति निर्माण गर्ने काममा हामी सबै लाग्नुपर्छ। त्यो लाग्यो भनेदेखि चाहिँ हुन त यो स्विच थिच्दा तत्काल बत्ती बले जस्तो चिज त होइन, समय त लाग्छ। तपाईँ जस्तो युवाले लागि केही समय लाग्छ। हजुर, अब हामी अलिकति यो राजनीतिलाई छोडेर पार्टीगत रूपमा जाउँ कि नयाँ शक्ति नेपाल खास के हो? नयाँ शक्ति नेपाल यो देशको नयाँ युगको नेतृत्व गर्ने एउटा वैकल्पिक राजनीतिक शक्ति हो। नयाँ युग भन्नुको मतलब हामी ध्वंसात्मक युगबाट निर्माणात्मक युगमा आयौँ। हिजो कुनै पार्टीले रेलिङ भत्काए, कुनै पार्टीले पुल भत्काए, कुनै पार्टीले चौकी उडाए, कुनै पार्टीले मान्छेको जिन्दगी उडाए, कुनै पार्टीले बम हिर्काए। यी सबै व्यवस्था ध्वंस गर्नका लागि गरिएका प्रयत्नहरू थिए र त्यसैको परिणामस्वरूप व्यवस्था ध्वंस पनि भयो र नयाँ युगको नयाँ व्यवस्थाको सूत्रपात भयो। तर नयाँ युगमा आउँदाखेरि ती ध्वंसका नेतृत्व गरेका पार्टीहरूले आफूलाई निर्माणतर्फ लिएर जानका लागि आफूलाई तयार गर्न सकेनन्, रिफ्रेस गर्न सकेनन् तिनीहरूले। र अहिले पनि तिनीहरूको दिमागमा ध्वंसात्मकै कुरा छ। अर्कालाई निषेध गर्ने, आफू सत्तामा पुग्ने,
सत्तामा पुगेर फेरि सम्पत्ति कमाउने अनि गएर चुनाव जित्न करोडौँ पैसा खर्च गर्ने अनि त्यो पैसा कमाउन फेरि मन्त्री बन्न चाहने यो खालको जुन चाहिँ मतलब गोल चक्कर गोल चक्कर जुन चलिरहेको छ यो गोल चक्करबाट देशलाई मुक्त गर्नुपर्दछ। 2007 सालमा पनि त्यही तपाईको शब्दमा ध्वंसात्मक प्रवृत्ति नै देखियो, त्यसपछिका राजनीतिक परिवर्तनमा नै ध्वंसात्मक परिवर्तनै देखियो। हरेक समय जति समयमा राजनीतिमा ध्वंसात्मक परिवर्तन आउँदै जान्छ त्यति बेला त्यो नेतृत्वले के भन्छ, अब हामी तपाईकै शब्दमा निर्माणाधीन युगमा प्रवेश गर्छौं सबैले भन्ने कुरा हो। तर अहिलेसम्म भयो के हैन, त्यो भएन। निर्माण त गर्छौं भने साथीहरूले, तर त्यो कुरा एजेन्डा उहाँहरूले ल्याउनु भएन। पुराना पार्टीहरुमा त्यो एजेन्डा देखिन्न। कांग्रेसले चाहिँ तपाईको के हो भन्दाखेरि हाम्रो त बीपीको समाजवाद हो भन्छ। त बीपीको समाजवाद के हो? त्यो अहिले नेपालको सन्दर्भमा कति मिल्छ कि मिल्दैन? बीपीले एउटा भैँसी चाहिन्छ, एउटा गाई चाहिन्छ, एउटा खेत चाहिन्छ, के चाहिन्छ, नेपाली जनतालाई त्यही हो समाजवाद भनेको थिए। अब त्यतिले पुग्दैन नेपाली जनतालाई। अब त्यो कुरामा नेपाली कांग्रेसले आफूलाई तयार गर्न सकेको छैन। समय परिवर्तनसँगै सिद्धान्तलाई पनि परिवर्तन गर्नु पर्यो। दोस्रो, एमाले चाहिँ 49 सालमा जनताको बहुदलीय जनवाद भन्यो। अहिले पनि त्यही भजन उसले गाइरहेछ। जनताको बहुदलीय जनवाद आइसकेपछि देशमा अत्यन्त धेरै भीमकाय परिवर्तनहरू भएका छन्। ती भीमकाय परिवर्तनलाई उनको त्यो जनताको बहुदलीय जनवादले सम्बोधन गर्न सक्छ कि सक्दैन? निसन्देह सक्दैन। तर उनीहरू अहिले पनि त्यसैलाई भजन गाइरहेछ। राजनीति त्यसरी पुराना सिद्धान्तहरूको वादहरूको भजन गाएर मात्र नेपालमा चल्दैन। परिस्थिति अनुसार नयाँ सिद्धान्तहरूको, नयाँ आर्थिक समृद्धिका खाकाहरूको तयार गर्नुपर्दछ र त्यो काम चाहिँ हामी नयाँ शक्तिले निरन्तर रूपमा गरिराखेका छौँ। त्यसका निम्ति सबै जनताहरूसँग अन्तर्संवाद गरिरहेका छौँ, छलफल गरिरहेका छौँ, के गर्दा आर्थिक समृद्धि हुन्छ भनिरहेका छौँ। उनीहरूको भावना अनुसार हामी काम गर्न प्रयत्न गरिरहेका छौँ। भनेपछि नयाँ शक्ति नेपाल समयको माग हो। निसन्देह यो समयको माग हो। यसलाई हामीले अझै समय सापेक्ष बनाउनु पर्दछ। यसभित्र भएका पनि कतिपय पुराना सोचहरू छन्, पुराना चिजहरूलाई हामीले हटाएर जानुपर्दछ, नयाँ बनेर जानुपर्दछ। विचारले नयाँ बन्नुपर्दछ, विचार भने अनुसारको व्यवहार नयाँ बन्नुपर्दछ, त्यो अनुसारको राजनीतिलाई नयाँ बनाउनु पर्दछ र त्यसो गर्न सक्यो भने हामी नयाँ युगको नेतृत्व गर्न सक्ने हुन्छौँ। अब त्यो नयाँ युगको सुरुवात चाहिँ कहिलेबाट होला? होइन, सुरुवात त जब नेपालमा लोकतान्त्रिक गणतन्त्र आयो, त्यसलाई संस्थागत भयो, संविधान निर्माण भयो, संविधानका केही लुप होलहरू, केही समस्याहरू भए पनि संविधान निर्माण भयो र त्यो संविधान निर्माण भइसकेपछि यसलाई औपचारिक रूपमा यो नयाँ युगमा परिणत भयो भनेर भन्न सकिन्छ। संक्रमण कालको पनि एक किसिमले अब लगभग अन्त्यको चरणमा छ। के को संक्रमण काल भन्दा त ध्वंसात्मक युगबाट निर्माणाधीन युगतिर जाने। तपाईलाई लाग्छ कि 2074 माघ 7 गते भित्रसम्म 3 तहको निर्वाचन होला र संक्रमण काल सकिएला भन्ने? होइन, संविधानले त्यो कुरा ग्यारेन्टी गरेको छ, तर भनेको छ। तर त्यो संविधानलाई पालन गर्ने देशका राजनीतिक नेताहरू जसले सत्ता चलाइरहेछन् तिनीहरूले त्यो नेतृत्व गर्न सकिरहेको जस्तो हामी देख्दैनौँ। त्यसो नगर्नुमा उनीहरूका व्यक्तिगत स्वार्थहरू, पार्टीका नाफाघाटाका कुराहरू छन्। कुन पार्टी जित्ला वा हार्ला भन्ने कुराहरू छन्। देश जित्ला वा हार्ला भन्दा पनि उहाँहरूलाई त्यो पार्टी जित्ला कि हार्ला भन्ने ठुलो त्राही छ र त्यही कारणले गर्दाखेरि अहिलेसम्म ती सबै कुराहरू मिलाउन सकिएको छैन, सहमति प्राप्त गर्न सकिएको छैन। तर नगरी पनि सुख छैन। ती दलहरू यदि गरेनन् भने ती बढारिनेछन्। तिनीहरू पुरै रूपमा असफल हुनेछन् तिनीहरू, र तिनीहरू बाध्य छन् कि यो 74 मङ्सिरसम्ममा अथवा माघसम्म 3टा क्षेत्रको तहको निर्वाचन गर्न उनीहरू बाध्य छन्। गर्न सकेनन् भने उनीहरूले हिजो परिवर्तन गरेको सत्ता चाहिँ जनताको निम्ति होइन रहेछ भन्ने कुरा प्रमाणित हुनुपर्ने हुन्छ। त्यो दुःखदायी स्थितिबाट मलाई लाग्दछ तिनीहरू त्यो बाटोतिर जान्छ जस्तो मलाई लाग्दैन। प्रगति सम्भव छ हाम्रै पालामा। मेरा श्रोताहरूले बुझ्ने भाषामा भनिदिनुहोस् न यो स्लोगन। यो देशमा शान्ति भयो भने, यो देशमा हामीले भनेको जस्तो स्थायी राजनीतिक नेतृत्व भयो भने, प्रत्यक्ष कार्यकारी राजनीतिक नेतृत्व हामीले भनेका छौँ र त्यो भनेको 5 वर्ष निरन्तर चल्ने व्यवस्था हो। तर संविधानले पनि लगभग त्यस्तै व्यवस्था गरेको छ। तर पनि के भने अहिले संसदीय व्यवस्थै छ। संसदीय व्यवस्थामा चाहिँ आज सरकार बन्यो भने आज बेलुकैदेखि
कुनै न कुनै कुनामा यो सरकार कसरी ढाल्ने भन्ने षड्यन्त्र सुरु हुन्छ अनि त्यो 2-4 महिना 5-6 महिना 9-10 महिनामा त्यो चाहिँ ढालिहाल्छ आउँछ कुनै अरू तरिकाले आउँछ राजीनामा गरी मागाइन्छ के गरिन्छ सरकार ढालिन्छ र त्यसो नगरेर 5 वर्ष स्थायी राजनीति हुने हो र त्यो राजनीति सदाचारी र जनताप्रति उत्तरदायी राजनीतिक नेतृत्व हुने हो भने जनताले समृद्धि देख्नलाई धेरै समय कुर्नु पर्दैन। निर्मलजी म मेरो पुस्ताको एउटा क्वेसन गर्छु कि म 2054 सालमा जन्मेको मान्छे 2073 सालसम्म आउँदाखेरि धेरै राजनीतिक परिवर्तनहरू भए र यो म लगभग 19-20 वर्षको उमेरको मान्छे म विदेश जानुपर्छ म विदेशमा गएर मेरो सपनाहरू साकार गर्नुपर्छ भनेर मैले मान्यता राख्छु भने यो देशमा कसरी सम्भव होला समृद्धिको लागि? यो विडम्बनाको कुरा हो, समस्याको कुरा हो। अब विदेशमा गएर पैसै कमाउनु हुँदैन भन्ने कुरा त छैन। यो संसार आफै एउटा गाउँ जस्तो भएको हुनाले पल्लो गाउँको मान्छे पल्लो गाउँमा गएर काम गर्ने हुँदैन भन्ने त भएन, त्यो कुरा भएन। तर के भने आफ्नै गाउँमा काम गर्न पाए त्यसले राम्रो हुन्थ्यो, आफ्नै देशमा त्यसले काम गर्न पाए राम्रो हुन्थ्यो। तर श्रमको उचित सम्मान भएन, गुनासो गर्ने पनि त्यही नै छन्। हजुर, यहाँ काम पाइएन भनेर गुनासो गर्ने पनि त्यही नै छन्। प्रतिफल पाइएन भन्ने पनि यसमा सबभन्दा ठुलो कुरा के हो भने हामीले हाम्रो देशमा भएको श्रमलाई तिर्न साह्रै कम मूल्य तिर्ने भएको हुनाले बढी मूल्य प्राप्त गर्ने ठाउँमा आखिर श्रम त बजार हो, जहाँ बढी मतलब मूल्य प्राप्त हुन्छ त्यही मान्छे जान्छ स्वाभाविक रूपमा। तपाईँले रोकेर पनि रोकिँदैन, कुनै राज्यले रोकेर पनि मान्छे रोकिँदैन। तर हाम्रो अहिलेको समस्या के हो भने हामीसँग भएको राम्रो श्रमलाई, उच्च स्तरको श्रमलाई पनि हामी राम्रो पैसा तिर्न सक्दैनौँ। यहाँको उद्योग धन्दा राम्रो विकास भयो भने हाम्रो उद्योग धन्दाहरूले हाम्रो यहाँको समृद्धिले उनीहरूलाई राम्रो पैसा तिर्न सक्छ र ती मान्छेहरू स्वाभाविक रूपमा विदेश जाने छैनन्। एउटा त्यो हो। दोस्रो के भने अलिकति देशमा बसेर चाहिँ काम गर्नु हुँदैन, काम गर्दा लाज हुन्छ। तर बाहिर गएर चाहिँ जे काम गरे पनि कसैले नदेख्ने भावना बाहिर जान्छु भन्ने मनोवृत्ति पनि युवाहरूमा देखिन्छ। हेर्नुहोस्, त्यो पनि एउटा चाहिँ के भने हाम्रो समस्या नै हो। उहाँहरूलाई पनि कम्तीमा चेतना मार्फत अरू कुराहरू मार्फत समृद्धिका यस्ता चिजहरू नेपालमा हुनसक्छ भन्ने कुरा चाहिँ एउटा नेतृत्वले सही ढङ्गले देखाइदिन सक्यो भने ती मान्छेहरू नेपालमै काम गर्न सक्छन् र उनीहरूको समृद्धि यहीँ सम्भव हुन्छ भन्ने हाम्रो भनाइ हो। यसको लागि अब तपाईँलाई थाहा नै छ कि तपाईँ अब राजनीतिमा पनि धेरै समय लागिसक्नु भएको व्यक्ति, तपाईँलाई मैले पुनर्स्मरण पनि गराइरहनु पर्दैन होला कि यो देशबाट विदेशमा थुप्रै युवाहरू छन्, लाखौँ युवा छन् जो मैले गन्न पनि सक्दिनँ कि यहाँ 30-40 लाख युवा चाहिँ विदेशमै छन्। स्वदेश फर्काउन नयाँ शक्ति नेपालले के गर्दैछ? नयाँ शक्ति नेपालले रातारात युवाहरूलाई सबैलाई स्वदेश फर्काउन सक्दैन। गृह कार्य त हामीले के गृह कार्य गरेका छौँ भन्दाखेरि नेपालमा के कस्ता कामहरू, के कस्ता चाहिँ समृद्धिका कामहरू गर्न सकिन्छ भन्ने खाका हामी तयार गरिरहेछौँ। पर्यटनमा के गर्न सकिन्छ, उद्योगमा के गर्न सकिन्छ, कृषिमा के गर्न सकिन्छ, अथवा जलविद्युतको क्षेत्रमा के गर्न सकिन्छ, यी विषयहरूमा हामी टोटल खाका तयार गर्दैछौँ र देशमा के सम्भावनाहरू छन् भन्ने कुराहरू हामी त्यो सबै कुरा तयार गर्दैछौँ। एक। दोस्रो कुरा, अब मैले अघि नै भने राजनीतिक नेतृत्व सफा बनाउने कुरामा सबै युवा साथीहरूको सकारात्मक भूमिका होस् भन्ने कुरा हामी अपिल गरिरहेछौँ। राजनीतिक नेतृत्व राम्रो भएन भने जतिसुकै सम्भावना भए पनि त्यहाँ मान्छेले काम गर्न सक्दैन, त्यही राजनीतिक गोलचक्करमा मान्छेहरू फसिरहेछन् जसरी अहिले फसिराख्नु परेको छ, त्यसरी फस्न त्यो नफसोस् भन्ने कुरामा हामी गरिरहेछौँ। तेस्रो कुरा के भने लोकतन्त्रलाई जनताको घर दैलोमा पुर्याउने काममा हामीले प्रयत्न गरिरहेछौँ। त्यो भनेको के भने तपाईँले मन परेको मान्छेले तपाईँले मन परेको मान्छे तपाईँले छान्न पाउनु पर्यो। तपाईँले कुनै छानेका सिन्डिकेटहरूले छान्न पर्ने भएन, हामीले प्रत्यक्ष लोकतन्त्र भनेको छ। त्यसकारण सबै घर घरमा चाहिँ हाम्रो मान्छेहरू पुग्छन् र ती मान्छेले हाम्रो मान्छेलाई भोट हाल्छन् र त्यो मान्छेले गल्ती गर्यो भने भोटै मार्फत फेरि त्यसलाई फर्काउने व्यवस्था हामी, प्रत्याह्वानको व्यवस्था पनि हामी गर्दैछौँ। त्यस हुनाले लोकतन्त्रलाई जनताको घर दैलोमा पुर्याउने, समृद्धिका खाकाहरूलाई सम्भव छ त्यो प्रत्यक्ष लोकतन्त्रको व्यवस्था सम्भव छ। कसरी? देशमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गरियो संविधानले भन्यो त्यो सम्भव छ। राष्ट्रपति चाहिँ मतलब 51% भोटले जित्ने कुरा धेरै देशहरूमा छ, त्यो सम्भव छ। जहाँसम्म पार्टीको कुरा छ त्यो त पार्टीमा सम्भव छ। पार्टीमा चाहिँ 5 लाख 10 लाख सदस्य भने 10 लाख मान्छेले भोट हाल्छन् पार्टीको अध्यक्षलाई अथवा अर्को चाहिँ मतलब उपाध्यक्षलाई। क्लस्टरली हामी त्यसका कुराहरू मिलाएछौँ र त्यहाँ भोट हाल्ने कुरा चाहिँ सम्भव छ। जनतालाई लोकतन्त्र दिने हो भने सम्भव अप्ठ्यारा कुरालाई पनि सजिलो बनाउनु पर्दछ। लोकतन्त्र तपाईँलाई दिने हो भने लोकतन्त्र 2-4 जना मान्छेहरूले चाहिँ प्रयोग गरेर लोकतन्त्रलाई नेतातन्त्र बनाउने हो भने त अब जे गरे पनि यो त अहिले त नेतातन्त्र चलिरहेछ।
नेतातन्त्रबाट देशलाई वास्तवमा लोकतन्त्रतिर लिएर जानु पर्यो। लानै गाह्रो छ, कसरी लानै गाह्रो छ। त्यही गाह्रो काम नै नयाँ शक्तिले गरिरहेछ। हामी त्यो काममा हामी लागिरहेका छौँ। सफल हुनलाई हामीलाई समय लाग्यो, तर सफल हुँदैन भनेर राम्रो काम नगर्ने कुरा भएन। हामी त्यस काममा लागिरहेका छौँ। अब हामीलाई पुरा विश्वास छ कि हामी त्यसमा सफल हुनेछौँ। जनतालाई हामी त्यो कुरा क्याम्पेन गर्न सक्नेछौँ, किनभने जनता पनि अब सचेत भइसकेका छन्, शिक्षित भइसकेका छन्। 70% बढी मान्छेहरू नेपालमा शिक्षित छन्। 70 लाखभन्दा बढी मान्छेहरूको इन्टरनेटको पहुँच छ। र यी सबै मान्छेहरूलाई हामी चाहिँ के गर्दैछौँ भने उहाँहरूलाई हाम्रो आह्वान, हाम्रो अपिल त्यहाँ हामी पुर्याउँदैछौँ। अब त्यसो गरेर चाहिँ एउटा चाहिँ नयाँ माहौल सिर्जना गर्ने हामी प्रयत्न गर्दैछौँ। त्यो कसैलाई प्रधानमन्त्री बनाउनका लागि, बाबुरामलाई प्रधानमन्त्री बनाउनका लागि, अरू कुनै नेतालाई ठुलो नेता बनाउनलाई हामी त्यो गरिरहेका छैनौँ कि देशको समृद्धिको लागि नयाँ किसिमको राजनीति, नयाँ किसिमको आर्थिक एजेन्डा र नयाँ किसिमको गन्तव्य हामी तयार गर्न खोजिरहेछौँ। हाम्रो अहिलेको चाहिँ यो 1 वर्ष 6 महिना भयो हाम्रो पार्टी औपचारिक रूपमा गठन भएको, घोषणा भएको, र त्यो 6 महिनामा हामी कामहरू गरिरहेका छौँ र हामी यसमा चाहिँ अझै तीव्रताका साथ अब हामी अगाडि जानेछौँ। तपाईँहरूको आर्थिक नारातिर जाउँ, के अरे 7 वर्षमा गरिबी निवारण, 15 वर्षमा मध्यम स्तरको देशलाई विकासशील देशमा पुर्याउने र 25 वर्षमा विश्वकै एउटा नमुना देशको रूपमा खडा गर्ने तपाईँहरूले एजेन्डा नै राख्नु भएको छ। कसरी बनाउने होला यो? कहिलेबाट होला स्थायित्व हुने? राजनीतिक स्थायित्वमा सुरुमा प्रवेश गरौँ कि राजनीति स्थायित्व भयो भने तपाईँले त्यो गर्नुहुन्छ? कहिलेबाट राजनीति स्थायित्व? राजनीतिक स्थायित्व हामी अहिले नै पनि संविधान संशोधनको जे कुरा चलिराखेको छ त्यसमा नै संविधान संशोधन गर्दा नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पनि व्यवस्था गरौँ भनेर हामी प्रयत्न गरिरहेका छौँ। एक र त्यो कुरामा सबै पार्टीहरू सेन्सिटिभ भयो भने, ठुल्ठुला पार्टीहरू जो संविधान सभाभित्र छन् ती पार्टीहरूले यो कुरा सही नै हो भनेर भन्यो भने एउटा अहिले पनि त्यो कुरा सम्भव छ। दोस्रो कुरा के छ भन्नुहुन्छ भने नेपाल भनेको अरू धेरै देशहरू तपाईँले पनि हेर्नु भएको छ, बुझ्नु भएको छ। नेपाल भनेको नेपालमा नभएको कुरा केही पनि छैन। यहाँ हिमाल पनि छ, यहाँ जडीबुटी पनि छ, यहाँ जङ्गल छ, तराईका चाहिँ मतलब ठुल्ठुला फाँटहरू छन्, पर्यटनका थुप्रो गन्तव्यहरू छन्। आश्चर्य मतलब मान्छेले चाहिँ हेर्नुपर्ने कहीँ संसारमा कहीँ नभएका चिजहरू हामीसँग छन्। तर ती चिजहरूलाई चाहिँ के भने हामीले सदुपयोग राम्रो गरेनौँ, दुरुपयोग गऱ्यौँ। चुनाव जित्नका लागि जङ्गल फाड्यौँ हामीले, चुनाव जित्नका लागि यार्सा गुम्बाको चाहिँ मतलब तस्करी गऱ्यौँ हामीले। हामी के गर्दैछौँ? हाम्रा पार्टीका नेताहरू के गर्दैछन्? त्यस्तो उदाहरण धेरै छ नेपाली राजनीतिमा। धेरै नेपाली राजनीतिमा त्यस्ता उदाहरणहरू छन्। हिमालमा चाहिँ संरक्षण गर्नुपर्ने जथाभावी हामीले चाहिँ मतलब पैसा आउँछ भनेर मान्छेलाई चाहिँ हिमाल चढ्ने सुविधा दिउँ। खोला जथाभावी हामीले अरू देशलाई लिमिटमा अरू देशलाई हामीले हाम्रा नदी नालाहरू बेच्दैछौँ। हामी हाम्रो राजनीतिले के गर्दैछ त? यो कुरा रोकिने हो भने हामीले भनेको 25 वर्षमा हाम्रो देशको टोटल पुरै समृद्धि हुन कसरी सम्भव छैन? सम्भव छ। तर नेताहरूको स्वार्थमा देश बन्धक हुनु भएन। नेताहरू त्यही 7 वर्षमा गरिबी निवारण गर्ने भन्नुहुन्छ। 7 वर्षसम्म त यिनै नेताहरूले देश चलाउने होला नि? होइन, नेपाली जनताले मतलब यो हाम्रो नयाँ गन्तव्यलाई राम्ररी अध्ययन गरिदिनु भयो भने यो देशको कोर्स नै परिवर्तन हुन्छ, फरकतिर जान्छ हेर्नुहोस्। किनभने नेपाली जनताले सधैँ नयाँ नयाँ कुराको अनुभव गर्दै आएका छन्। केही हुन्छ कि भनेर भोट हालेका छन् नेपाली जनताले, केही हुन्छ कि भनेर हालेका छन्। अब हुन्छ कि भनेर हाल्दाखेरि कहिले काङ्ग्रेसलाई जिताएका छन्, कहिले एमालेलाई जिताएका छन्, कहिले माओवादीलाई चाहिँ मतलब त्यत्रो भोट दिएका छन्। अब हामीले त्यो कुरा, हाम्रो कुरालाई जनताले विश्वास गरेर हामीलाई एकपटक भोट दिनुभयो भने हामी त्यही यो पार्टीको यो राज्यको गन्तव्यलाई नराम्रो गन्तव्यतिरबाट राम्रो गन्तव्यतिर हामी लान सक्दछौँ। हामी त्यो कुरा हामी प्रयत्न छौँ। अब जनताले के गर्ने हो? हामीले जनतालाई अपिल गर्ने हो। पहिलो प्रसङ्गमा जाउँ कि 7 वर्षमा गरिबी निवारणको प्रसङ्ग जाउँ। हामी छुट्टा छुट्टै कुरा गरौँ कि 7 वर्षभित्र गरिबी निवारण कसरी होला? खाका के छ? नेपालको के भने गरिबीको अब गरिबीका रेखामुनि रहेका जनताहरूको सङ्ख्या प्रतिशत चाहिँ घट्दै गएको छ। त्यो जनताहरूलाई सबभन्दा पहिले चाहिँ के भने उनीहरूलाई अवसरको सबभन्दा बढी सुविधा उनीहरूलाई दिनु पर्यो। त्यो एउटा हामीले गर्न सक्यौँ भने हामीले गर्न सक्यौँ भनेदेखि एउटा त्यसमा चाहिँ ती थोरै प्रतिशत 15-20% गरिबीलाई हामीले चाहिँ घटाएर लान सकिन्छ। राज्य मतलब उत्तरदायी भयो भने ती गरिबहरूलाई सबभन्दा बढी प्राथमिकता राज्यले दियो भनेदेखि तिनीहरूलाई चाहिँ मतलब एउटा माथिल्लो लेभलमा लान सकिन्छ। 7 वर्षमा त्यो काम मजाले गर्न सकिन्छ। तर
अब राज्य चाहिँ नेतृत्व चाहिँ राज्य सञ्चालन गर्ने नेतृत्व चाहिँ यस्तै आफ्नै स्वार्थ र आफ्नै पार्टीको स्वार्थमा रुमलिरह्यो भने यो कुरा गर्न गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि हामीलाई तपाईँहरूले विश्वास गर्नुभयो भने हामी 7 वर्षमा यो काम गर्छौँ भनेर हामीले भने हो। 7 वर्षभित्रमा गरिबी निवारण गर्नुभन्दा पहिला त निर्मलजी यो देशमा राजनीतिक परिवर्तनै गर्नुपर्ला नि फेरि एकपटक। त्यो राजनीतिक परिवर्तन धेरै कुरा छैन। एउटा प्रत्यक्ष कार्यकारीको व्यवस्था गरौँ, त्यसले राजनीतिक स्थायित्व दिन्छ। दोस्रो, नेपालका चाहिँ सम्भावनाहरूको खोजी गरौँ र ती सम्भावनाहरूमा कति रोजगारी सृजना गर्न सकिन्छ र कति आर्थिक उत्पादन गर्न सकिन्छ त्यो कुरा गरौँ। दुईटा ठुल्ठुला विकसित देशहरू चीन र भारतसँग सह-अस्तित्वको सम्बन्ध कायम गरौँ ताकि ती दुईटै देशहरूले हामीले हाम्रो विकास र समृद्धिमा सहयोग गरून्। त्यो कुरा हामीले भनेका छौँ। अब भारतलाई विरोध गर्न चाइना कार्डको प्रयोग गर्ने, चाइनालाई विरोध गर्न भारत कार्डको प्रयोग गर्ने, दुईटै रिसाउने अनि हाम्रो बिचमा बसेको देशलाई चाहिँ दुईतिरबाट असहयोग भयो भने आर्थिक समृद्धिमा स्वाभाविक रूपमा चाहिँ बडा समस्या भइरहेको छ। र यो कुरा चाहिँ हामीले यो अन्तर्राष्ट्रिय सन्तुलनको कुरा पनि हामीले यसरी गरेका छौँ। दुईटै देश हाम्रा बराबर कुरा हुन्। भारततिर हाम्रो बढी सम्बन्ध छ, कारण भौगोलिक कारण हो। दुईतिरबाट तिनतिरबाट घेरिया छ, तराई नजिकै छ, ओपन बोर्डर छ, खुला सीमा छ, सारा कुरा छ। त्यस कारणले भारतसँग हाम्रो अलिक बढी सम्बन्ध हुनुपर्ने बाध्यता छ, किनभने त्यो भूगोलको कारण हो, हाम्रो मनस्थितिको कारण होइन। तर चीनसँग पनि त्यतिकै दूरीमा हामीले काम गर्न सक्यौँ भने दुईटा समुन्नत देशहरूबाट अलिकति मात्र हामीले त्यसबाट बेनिफिट हामीले तान्न सक्यौँ भने यी कुराहरू कुनै पनि हामीले भनेका कुराहरू कुनै पनि असम्भव छैनन्। त्यसमा सन्तुलित कूटनीतिको आवश्यकता छ। सन्तुलित कूटनीतिको एउटा चाहिँ रोडम्याप नै तयार गर्नुपर्दछ र त्यो रोडम्याप तयार गर्ने कुरामा पनि नयाँ शक्ति लागिरहेको छ। अब यो रोडम्यापको कुरा गऱ्यौँ, प्रत्यक्ष कार्यकारी व्यवस्थाको कुरा गऱ्यौँ, देश समृद्धिको एउटा आशाको कुरा गऱ्यौँ हामीले कि देश कसरी परिवर्तन गर्न सकिन्छ भन्ने तपाईँहरूको पार्टीको एउटा आधिकारिक धारणाको पनि कुरा गऱ्यौँ। यो बिचमा कि म 19-20 वर्षको म जस्तो व्यक्ति नयाँ शक्ति नेपालमा कसरी इम्प्रेस हुने होला? तपाईँहरूले म जस्तोलाई तपाईँको पार्टीमा इन्भल्भ गराउन के गर्दै हुनुहुन्छ कि त्यो विचारको त्यो सिद्धान्तको आधारमा होस्? हामी युवा साथीहरूलाई नेपालमै केही गर्न सकिन्छ। तपाईँहरू नेपालप्रतिको सबभन्दा पहिले सकारात्मक धारणा राखिदिनुहोस्। हाम्रो यो यस्तै देशमा जन्मेका छौँ। बाबुलाई जतिसुकै बाबुले जन्माए पनि बाबुलाई चाहिँ गद्दार भनेर छोराले भन्न मिल्दैन। देशमा जस्तो देशमा जन्मिए पनि त्यो देशलाई धिक्कार गर्न मिल्दैन। हामी यो देशमा जन्मेका छौँ र यो देश अत्यन्त समृद्ध देशमा हामी जन्मेका छौँ। अत्यन्त सुन्दर देशमा र संसारले हाम्रो देशलाई हेरिराखेको छ, त्यसमा हामी जन्मेका छौँ। तर बाध्यता विडम्बना के छ भने हामी संसारमा गएर चाहिँ अर्काको चाहिँ नोकरी गर्नु परेको छ। र यदि साँच्चै राम्रो चाहिँ हामीले यहाँ काम गर्ने भने संसारका मान्छेहरू यहाँ नोकरी गर्न आउँछ। यो यस्तो ठाउँ सबै देशहरूमा, ठुल्ठुला देशहरूमा स्रोत र साधन सिद्धिसक्यो, हाम्रोमा प्रयोगै भएको छैन। त्यसैले हामी धनी हुन्छौँ, हाम्रो यही स्रोत र साधन प्रयोग गरेर हामी धनी हुन्छौँ भन्ने कुरा हामीले अपिल गर्ने हो। र साथीहरूले जसले आर्थिक समृद्धिको काम गर्नुभएको छ उहाँहरूलाई हामीले सकेसम्म प्रोजेक्सन गर्ने हो, प्रमोसन गर्ने हो। उहाँले चाहिँ चाहनुभयो भने राजनीतिमा पनि उहाँहरूलाई हामी मतलब सामेल गर्छौँ। तर हिजोको जस्तो चाहिँ युवाहरूलाई परिचालन गर्ने, 2-4 रुपियाँ किन्ने, 1 लिटर पेट्रोल हालिदिने अनि झन्डा राखेर मोटरसाइकल कुदाउने यस्तो काम हामी गर्दैनौँ। युवालाई हामी परिचालन गर्दै युज गर्दैनौँ। सिद्धान्तको आधारमा भने मैले हजुर है सिद्धान्त भनेको नेपालमा सिद्धान्तको कुरा गर्दा नेपालमा एउटा लोकतान्त्रिक सिद्धान्त जर्मनीतिरबाट काङ्ग्रेसले हायर गर्यो। यो सिद्धान्त राम्रो सिद्धान्त हो भन्यो। कम्युनिस्टहरूले मार्क्स, एङ्गेल्स, लेनिन, माओका सिद्धान्तहरू चाहिँ यो एकदम पर्फेक्ट। यो त यताउता गर्नै हुँदैन। एउटा सानो शब्द पनि तपाईँले सुधार गर्नुभयो भने यता संशोधन बाइदिदी भइस भन्नेसम्म त्यति शुद्धतावादी भएर कुरा गरे। तर ती दुईटै सिद्धान्तले नेपालमा आर्थिक समृद्धिको मामलामा काम गरेनन्। विगतको ध्वंस गर्नमा त केही काम गरे। विश्वका धेरै देश शक्तिशाली बनेको यिनै दुईवटा सिद्धान्तले हो नि, तपाईँलाई थाहा छ होला। सिद्धान्तको कुरा त मुख्य कुरा सिद्धान्त होइन, मुख्य कुरा व्यवहार हो। मुख्य कुरा त्यहाँको नेतृत्व कस्तो थियो, नेतृत्वले के गर्यो, नेतृत्वले कति इमान्दार भयो भन्ने कुरासँग यसको सम्बन्धित छ। जर्ज वासिङटनले अमेरिका बनाउँदाखेरि त्यहाँ खासै कुरै सिद्धान्त थिएन। हुन त पुँजीवादका कुरा कतिपय कुराहरू थिए, तर उनले के गरे भने
अमेरिकाप्रति 100% वफादार भए अमेरिका बनाउनुपर्छ भन्न लागे। उनको अरू कुनै सिद्धान्तवाद कुनै रटान थिएन, उनले गरे। नेल्सन मण्डेलाले त्यत्रो लडाइँ गरेर चाहिँ अफ्रिका बनाएर छोडे, उनी पनि त्यस्तो वादको शिकार थिएनन्। जहाँसम्म चीनको कुरा छ अथवा रुसको कुरा छ त्यसमा केही वादका कुराहरू छन्, सिद्धान्तका कुरा छन्, त्यहाँ पनि त्यो सिद्धान्तलाई उनीहरूले निरन्तर परिवर्तन गरिरहेछन्। देङ स्याओपिङको कुरा गर्नुहुन्छ भने मार्क्सले भनेको कुरा भनेर देङ स्याओको कुरा तपाईँ पढ्नुहोस्। देङ स्याओपिङले चीनको छुट्टै मोडेल, आर्थिक समृद्धिको मोडेल उनले तयार गरे। त्यो मार्क्सवादसँग धेरै कुरा मेल खाँदैन थियो। पार्टी कम्युनिस्ट छ तर सिद्धान्त त देङ स्याओपिङको लागेको छ नि त चीनमा पनि। त्यसो हुनाले यो कुरा सिद्धान्तसँग भन्दा पनि मान्छेको व्यवहार र उसको भिजन, देश बनाउने भिजन कस्तो छ भन्ने आधारमा बन्दो रहेछ। सिद्धान्तले मान्छेलाई चाहिँ समृद्ध बनाउँदो रहेछ, व्यवहारले समृद्ध बनाउनु पर्दछ। विचारलाई निरन्तर परिवर्तन गर्ने मान्छेहरूले नै समृद्ध बनाउँदा रहेछन्। यो कुरा चाहिँ प्रमाणित भएको छ र नेपालमा पनि अब ती वादहरूले धेरै काम गर्न सक्ने अवस्था म देख्दिनँ। अब म नयाँ शक्तिको शाब्दिक अर्थ चाहिँ छोडेर नयाँ शक्तिलाई 52-62-63 को जनआन्दोलन लगभग 52 सालमा मैले पढे अनुसार 40 बुँदे मागहरू पनि प्रस्तुत भएको थियो बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डज्यूबाट तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा। यसैको पेरिफेरीमा बनेको शक्ति हो नयाँ शक्ति भने? होइन, नयाँ शक्ति भनेको त्यो 52 सालको माओवादी जनयुद्धको सुरु हुने बेलामा बाट आएको शक्ति होइन। विश्लेषकले भन्छन् कि नयाँ शक्ति माओवादीबाट फुटेर बनेको एउटा उल्का। माओवादीबाट पनि नयाँ शक्तिमा धेरै मान्छेहरू आउनुभएको छ, एमालेबाट पनि त्यहाँ थुप्रै मान्छे आउनुभएको छ, काङ्ग्रेसबाट पनि थुप्रै मान्छे आउनुभएको छ पार्टीगत हिसाबमा, र त्योभन्दा बढी त स्वतन्त्र धेरै मान्छेहरू समाजका हरेक क्षेत्रका मान्छेहरू त्यसमा आउनुभएको छ। त्यस कारणले गर्दाखेरि 52 सालको विरासतको रूपमा यसलाई बुझ्नु हुँदैन। पहिलो कुरा यो। दोस्रो कुरा, व्यक्तिहरूको कुरा गर्दा मैले त्यो भने, तर सिद्धान्तको कुरा गर्दा झन् डाक्टर साहबले माओवादलाई, लेनिनवादलाई र मार्क्सका पनि धेरै कुराहरूलाई छोडेर उहाँले ती सबै परित्याग गरेर यो नयाँ शक्तिको परिकल्पना गर्नुभएको, हामी सबैले त्यही गरे हौँ। त्यस हुनाले जब विचार परित्याग भइसकेपछि त्यसको विरासत बोकिँदैन, त्यसबाट बनेको शक्ति भन्न मिल्दैन। हुँदै होइन। तर मेरो जनताले, मेरो श्रोताले चाहिँ के बुझ्नुहुन्छ भने बाबुराम भट्टराई एउटा माओवादीमा लागेको व्यक्ति, 52देखि 62-63 को जनआन्दोलनमा सक्रिय रूपमा भूमिका खेलेको व्यक्ति, एकचोटि प्रधानमन्त्री भइसकेको व्यक्ति, धेरैचोटि अर्थमन्त्री भइसकेको व्यक्ति, नयाँ एउटा वास्तविक नभइकन पुरानो कुरालाई नै कतै नयाँ शक्ति मात्र ल्याउने होइन भन्ने शङ्का छ। अरे यो तपाईँले हाम्रो पार्टीले अहिले प्रस्तावित विचार र विधानलाई हेर्नुभयो भने त्यहाँ कुनै कम्युनिस्ट पार्टीको सिद्धान्त र विधान तपाईँले पाउनुहुन्न। हामी चल्ने भनेको त्यही हामीले तयार गरेको विचार र हामीले तयार गरेको विधान अनुसार चल्ने हो। विचारमा जब हामी ती कुराहरू कुनै पनि राख्दैनौँ भने हिजो मान्छे को कहाँ थियो भन्ने कुरा चाहिँ त्यसको अर्थ लाग्दैन। एकजना मान्छे मुस्ताङबाट चितवन सर्यो भने, सरुवा बसेर उसले बसाइ सराई सबै घर बनायो भने तपाईँ यो मान्छे मुस्ताङकै मान्छे हो, एउटै फर्किन्छ भनेर तपाईँले सधैँ भन्न सक्नुहुन्न। उसले सबै कुरा सारिसक्यो। डाक्टर बाबुराम भट्टराईले माओवादका सबै कुरा त्यागेर नयाँ शक्तिमा आइसक्नुभयो। म कुनै बेला एमालेको एउटा नेता थिएँ, म यहाँ आइसकेँ, अर्को कोही काङ्ग्रेसको नेता थियो त्यो आइसक्नुभयो भने उहाँहरूलाई अब उहाँ आफ्ना घर फर्किन्छन् भनेर निष्कर्ष निकाल्नु त्यो कुरा मिल्दैन। 10 वर्ष जनआन्दोलन र 62-63 को विरासतले नयाँ शक्तिलाई कतै छोला त छैन। 10 वर्ष जनआन्दोलनको कुरा, 10 वर्ष जनयुद्धका कुराहरूलाई पनि उहाँका त्यहाँका सकारात्मक कुराहरूलाई, राजतन्त्र फाल्ने कुरालाई, यहाँको चाहिँ परम्परागत शासन व्यवस्था फाल्ने कुरालाई, तलको उत्पीडनहरू बिगार्ने, उत्पीडनहरूबाट चाहिँ मान्छेहरूलाई अगाडि ल्याउने कुरालाई जसले उसले राम्रो काम गरे त्यसलाई हामी सम्मान गर्छौँ। जनआन्दोलनका सबै कुराहरूलाई मतलब हामी सम्मान गर्छौँ, ती कुरा हामी सम्मान गर्छौँ। तर तीबाट आएको परम्परागत शक्ति यो होइन। जसरी काङ्ग्रेस 7 सालको क्रान्तिबाट परम्परागत रूपमा आयो, एमाले 46 सालको चाहिँ आन्दोलनबाट आयो, अब माओवादी 62-63 को र त्योभन्दा अगाडिको जनयुद्धको कारणले माओवादी आयो। तर नयाँ शक्ति ती कुनै श्रृङ्खलाबाट आएको शक्ति होइन। यद्यपि ती श्रृङ्खलाहरूमा भाग लिने मान्छेहरू यसमा छन्,
तर हामीले ती सबै श्रृङ्खलाहरूको विरासतको रूपमा यसलाई बनाएको छैनौँ। आर्थिक समृद्धिको निम्ति देशलाई नयाँ युगतिर लानको निम्ति हामीले गरेको यो एउटा 1 लाख मान्छे दशरथ रङ्गशालामा जम्मा भएर हामी अब आर्थिक समृद्धितिर जान्छौँ भनेर गरेको कमिटमेन्टको कुरा हो। हाम्रो इतिहास त्यहाँबाट सुरु हुन्छ। हाम्रो इतिहास 52 सालबाट पनि सुरु हुँदैन, हाम्रो इतिहास 7 साल कहीँबाट पनि सुरु हुँदैन। हाम्रो इतिहास जेठ 31 गते जुन हामीले चाहिँ दशरथ रङ्गशालामा 1 लाख मान्छे जम्मा गरेर पार्टी घोषणा गऱ्यौँ, हाम्रो इतिहास त्यहाँबाट सुरु हुन्छ। हाम्रो इतिहासलाई अन्त लगेर जोड्दिन नजोड्दिन म नेपाली जनतालाई सम्पदा एफएमका श्रोता महानुभावहरूलाई म आग्रह गर्न चाहन्छु। अब समृद्धि सम्भव छ हाम्रै पालामा भन्दै गर्दा कि खासमा यो समृद्धिको बाधक चाहिँ को रहेछ? यो अलिकति परम्परागत समयमा अथवा बाबुराम भट्टराई जतिखेर 2052 सालदेखि 2062-63 जनआन्दोलनमा हुँदै गर्दाखेरि पनि उहाँले बुझेको अथवा तपाईँले देखेको राजनीतिमा देखिरहेको खास अहिलेसम्मको समृद्धिको बाधक के? व्यक्तिगत आचरण कि हाम्रो छिमेकीहरू? हाम्रो व्यक्तिगत आचरण व्यक्तिगत आचरणमा 2-3वटा कुरा पर्छ। एउटा राजनीतिलाई हाम्रो बुझाइ, राजनीतिप्रतिको हाम्रो बुझाइ, देशप्रतिको हाम्रो बुझाइ, यो देशमा केही पनि हुन सक्दैन भन्ने बुझाइ छ धेरै मानिसहरूमा। त्यो बुझाइ पनि बाधकै छ। पहिलो नम्बरमा त्यो बाधक छ। दोस्रो नम्बरमा यो देशलाई व्यवस्थापन जुन राजनीतिले गर्नुपर्थ्यो त्यो राजनीति बाधक छ। हामीले नयाँ युग भन्यौँ, लोकतान्त्रिक गणतन्त्र भन्यौँ, सारा भन्यौँ, तर नेताहरूको मनस्थितिमा परिवर्तन आएन। सामन्ती मनोवृत्ति हामीले सामन्ती व्यवस्था हामीले फाल्यौँ, सामन्ती मनोवृत्ति हामीले फालेनौँ। तानासा हुने नै लालसा नेपाली जनताहरूमा, नेपाली नेताहरूमा देखिरह्यो। जनताको के दुःख पिर मर्का छ भन्ने कुरा हेर्ने भन्दा पनि आफ्नो कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने कुरामै नेताहरू अल्मलिएको देखियो। यो कुरा अर्को महत्त्वपूर्ण बाधक कुरा हो। छिमेकीहरू त अब हामी राम्रो भयौँ भने होइन, हामी आफू झगडा गर्ने, हामी आफू चाहिँ मतलब कमजोरी गर्ने अनि त्यसको चाहिँ दोष छिमेकीतिर लगाउने, यो त मिलेन नि। छिमेकीहरूले त उसको आफ्नो स्वार्थ अनुसार काम गर्छ। कहिले उसको आफ्नो स्वार्थको लागि हाम्रो देशलाई पनि अप्ठ्यारो पार्ला उसले। अब हाम्रो पनि हाम्रो स्वार्थको अनुसार हामी पनि शक्तिशाली भयो भने अर्को देशलाई असर पर्न सक्छ नि। तर हामी चाहिँ हामी राम्रो हुने कि नहुने? यहाँ त संविधान जारी गर्दा पनि केही दूतहरू आएर काने खुसी गर्न थाले। यहाँ केही कुरा नमिल्दाखेरि एउटा नाकाबन्दी नै भयो। दूत आएका होइनन्, दूतहरू बोलाइएका हुन्। कसरी भन्न सक्नुहुन्छ? दूतहरू बोलाइएका हुन्। कुनै पनि राजनीतिक नेताले तपाईँले ती दूतहरूसँग छलफल परामर्श नगर्ने हो भने, एउटा चाहिँ अन्तर्राष्ट्रिय कूटनीतिको मान्यता अनुसार मात्र व्यवहार गर्ने हो भने ती दूत कसरी आउँछ? तर ती दूतहरूलाई बोलाइन्छ। कसले बोलायो? नेताहरूले नै, यो वा त्यो पार्टीका नेताहरूले नै ती दूतहरूसँग परामर्श गर्ने प्रयत्न गर्छन् अनि आफ्नो कुरा लागू गराउनका लागि त्यताबाट सहिलो हुन्छ कि भन्ने प्रयत्न गर्छन्। त्यो अरू देशहरूलाई दोष दिन मिल्दैन। त्यो हाम्रै नेताहरूले त्यो कुरा गरेका छन्। हाम्रै नेताहरूले त्यो कुरा गरेका छन्। त्यो कुरा अविलम्ब रोक्नुपर्छ। अनि मात्र चाहिँ मतलब देशको चाहिँ अरू देशबाट हस्तक्षेप हुने कुरा कम हुन्छ। नत्र भने जो पाए त्यसलाई बोलाउने, एउटा राजदूत आयो भनेदेखि चाहिँ मतलब चप्पल लाएर आयो भने पनि नेताको चाहिँ भान्सामा पुग्ने हो। उसको कुनै चाहिँ मतलब एउटा मर्यादामा यो म कूटनीतिक मर्यादा नै मैले बुझ्न नसकेँ कि नेपालमा भारतको एउटा प्रान्तको मात्रै एउटा कूटनीतिक मण्डलको मान्छे आयो भने मेरो देशको प्रधानमन्त्रीसँग सिधै भेट्न पाउँछ। तर मेरो देशको प्रधानमन्त्री सिधै भेट्न अस्ति तपाईँलाई म एउटा उदाहरण भन्छु। भारतको राष्ट्रपति आउनुभयो, कूटनीतिक मर्यादाको हिसाबले उहाँलाई सम्मान गर्नु पर्थ्यो। तर सम्मान गर्ने कुरा चाहिँ हामीले जति सम्मान गऱ्यौँ उहाँलाई, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै हाम्रा देशका प्रमुख मान्छेहरू त्यहाँ स्वागत गर्न चाहिँ अन्तर्राष्ट्रियमा जानुभयो, के अरे विमानस्थलमा जानुभयो। अनि हाम्रा राष्ट्रपति जाँदा भारतले के गर्छ? अनि हाम्रा राष्ट्रपति जाँदा भारतले एउटा विदेश मन्त्रीले स्वागत गर्ने, अनि हाम्रोमा कोही राष्ट्रपति आउँदाखेरि चाहिँ सार्वजनिक विदादेखि लेखेर राष्ट्रपति, प्रधानमन्त्री पाँचैवटा हाम्रा सम्माननीयहरू त्यहाँ पुग्नुपर्ने। अनि हामी आफूलाई कुन ठाउँमा राखिराखेका छौँ? हामी कति दबेको अवस्थामा हामी आफैलाई राखिरहेका छौँ। अनि यो दोष हाम्रो हो कि अरू देशका मान्छेहरूको, अरू देशको हो? यो हाम्रै देशका नेताहरूको दोष हो।
हाम्रो देशका नेताहरूलाई प्रधानमन्त्री बन्नका लागि कसै न कसैको आशीर्वाद चाहिन्छ भन्ने परेको छ। अहिलेको यो राष्ट्रियतालाई हेर्दाखेरि र अहिलेको यो स्वाभिमानलाई हेर्दाखेरि कस्तो पाउनुहुन्छ नेपाली जनताको स्वाभिमान? होइन, नेपाली जनता स्वाभिमानी छन्। नेपाली जनता कसैसँग जुट्न चाहेनन्। विगतदेखि नै लडेर आए, जति लडेर जत्रो देश जोगाए पनि उनीहरूले त्यो जोगाएरै आएका छन्। लडेरै आएका छन्, स्वाभ मात्र उनीहरूले जोगाएका छन्। देश ठुलो थियो कुनै बेला, सोगोली सन्धिले त्यत्रो देश मतलब अन्त गाभियो, तैपनि नेपाल जोगाएर आए, स्वाभिमान नै जोगाएर आए। जङ्गबहादुरका पालादेखि तपाईँलाई म भन्छु, जङ्गबहादुरका पालादेखि यो देश विदेशीहरूको चाहिँ मतलब इसारामा नेतृत्व प्राप्त गर्ने होड चल्यो। जङ्गबहादुरले इस्ट इन्डिया कम्पनीसँग तालमेल गरेर कोतपर्व हासिल गरेर राजाको पावर घटाइदियो। जङ्गबहादुरले त्यो काम गर्यो। हुन त जङ्गबहादुरले त्यसो गरेर देश जोगाउने गर्ने कुरामा उसको चाहिँ नराम्रो कुरा देखिएन। भीमसेन थापाको पालादेखि गुमेको जमिन उसले केही फिर्ता पनि ल्यायो। तर विदेशीहरूको शक्ति केन्द्रहरूको सहयोगमा नेतृत्व प्राप्त गर्ने कुरा चाहिँ जङ्गबहादुरको पालादेखि सुरु भयो। जङ्गबहादुरदेखिबाट सुरु भएको यो कुरा चाहिँ कहिले अन्त्य अब यो अन्त्य हुन चाहिँ त्यस्तै किसिमको नेताको आवश्यकता हुन्छ जसले ती सबै विरासतहरूलाई, ती सबै हाम्रा इतिहासहरूलाई, खराब इतिहासहरूलाई कुल्चिन सक्दछ। त्यस्तो अग्रगामी नेता चाहिँ कहिले जन्मेला नेता नेपालमा? अब त्यो त नेपाली जनतामा भर पर्छ। नेपाली जनताले जन्माउने हुन्। नेपाली जनताले त्यसलाई समयक्रममा जन्माउनेछन्। तर जन्माउन चाहिँ ढिलो भइसकेको छ। पक्कै पनि हामी राष्ट्रियताको कुरा गऱ्यौँ। पक्कै पनि जनता बलियो भएदेखि राष्ट्रियता पनि बलियो हुन्छ कि यहाँको राजनीतिक नेतृत्व बलियो भयो भने पनि राजनीति एउटा देशको स्वाभिमान र राष्ट्रियतामा चाहिँ आँच आउँदैन। यो मलाई लाग्छ सत्य कुरा नै मैले अहिले बोलिरहेको छु। सही, तपाईँले सही नै बोल्नुभयो। अब राष्ट्रियता भनेको फेरि कुनै देशको सिमानासँग मात्र जोडिएको कुरा होइन। राष्ट्रियता देश भूगोल नभएर पनि राष्ट्रियता हुन सक्दछ। प्यालेस्टाइनीको भूगोल थिएन तर उनीहरूको राष्ट्रियता थियो, उनीहरूको राज्य थियो, राष्ट्र थियो। त्यस हुनाले भूगोलको कुरा मात्र होइन, मेजर कुरा, मुख्य कुरा त भूगोल हो नै। आफ्नो 1 इन्च पनि जग्गा यताउता गर्न दिनु हुँदैन, त्यो कुरा हो। तर राष्ट्रियता भनेको हामी यो देशभित्र कसरी मिलेर बस्न सक्दछौँ, हाम्रो साझा धारणा के हो, मधेसीको, थारूको, जनजातिको, खस आर्यको साझा कुरा के हो, साझा ढुकढुकी, हाम्रो देशको ढुकढुकी त्यहाँ बज्छ कि बज्दैन। राष्ट्रियता त्यसैमा निर्भर हुन्छ र त्यो बजाउने कुरामा हामी सबैले सचेततापूर्वक लाग्नुपर्छ भन्ने मलाई लाग्दछ। अब मैले केही आफ्नो सुनेको अनुभव पनि सुनाउँछु कि सायद म सानो छँदाखेरि म लगभग 4-5 कक्षामा पढ्दाखेरि मैले केही BBC मिडिया एक्सनबाट आउने विभिन्न कार्यक्रमहरू अथवा अन्य रेडियो स्टेसनबाट आउने कार्यक्रमहरूमा चाहिँ विपक्षी पार्टीले चाहिँ अथवा कुनै आन्दोलनमा रहेको पार्टीले म सिमाना खोज्छु मेरो देशको भनेर थुप्रो आवाज उठाएको मैले सुनेको थिएँ। कहाँ हरायो त्यो विषय कि त्यो विषयमा चाहिँ कोही पनि अछुतो छैन? सिमानाको कुरा त होइन, सुगौली सन्धिले जे कुरा हामीलाई गरिदियो, सुगौली सन्धिका कुरा अब जब हामीले हाम्रो देशले मानेर आइसकेपछि अब अर्को सिमाना खोज्ने कुरा, हाम्रा विगतका सिमाना, तर यही हाम्रो अहिलेको सिमाना, त्यो कुरा पुरानो सिमाना खोज्ने कुरा त हामीले गुमाइ नै सक्यौँ। जहाँसम्म सुगौली सन्धिले ग्यारेन्टी गरेको बनाएको सिमाना हो, त्यसपछि जङ्गबहादुरले चाहिँ जुन पिलर लगाएको ठाउँहरू हो, पूर्व मेची र महाकालीका चाहिँ सिमानाहरू हुन्। ती सिमानाको कुरामा जहाँ अहिले इन्क्रोचमेन्ट अथवा त्यसलाई चाहिँ अतिक्रमण भइरहेको छ, र त्यो अतिक्रमणलाई रोक्नका निम्ति चाहिँ फेरि हामी सबै एकजुट हुनुपर्दछ र त्यसलाई वैज्ञानिक रूपमा त्यसको समाधान गर्नुपर्दछ। कि भाषामा मात्रै एकजुट हुने कि गरेर पनि? यही त समस्या यसैमा छ। हाम्रो अहिले देशको राजनीतिको समस्या यही समस्या हो। राष्ट्रियताको मामलामा, देशको सिमानाको मामलामा, आर्थिक समृद्धिको मामलामा र विदेश नीतिको मामलामा हाम्रो देशका सबै नेताहरू एउटै अवस्थामा जानु पर्थ्यो, एउटै धारणा बनाएर जानु पर्थ्यो। त्यसमा हामीले अहिलेसम्म गर्न सकेका छैनौँ। यो चाहिँ अहिलेसम्मको नेपालको राजनीतिको एउटा विडम्बना हो। काला पानी तपाईँलाई थाहा छ, सुस्ता तपाईँलाई थाहा छ कति समस्या छ भनेर? हजुर, तपाईँलाई पूर्वका केही इलामका केही भन्ज्याङहरूको साइडमा पनि अलिकति सीमा मिचेर केही संरचनाहरू खडा भएको छन् भन्ने तपाईँलाई अवगत पनि होला कि मैले एउटा डकुमेन्ट्री पनि हेरेको थिएँ यहाँभन्दा अगाडि। जुन यो बहस गर्न आउनुभन्दा अगाडि मैले धेरै डकुमेन्ट्री पनि हेरेँ, धेरै यो राष्ट्रियताको सवालका केही विषयहरूमा लागि पनि मैले हेरेँ।
यस्तो हेर्दाखेरि त ठाडो हस्तक्षेप जस्तो पो देखिन्छ क्या छिमेकी त हाम्रो। त्यो छिमेकी अब शक्तिशाली छ, छिमेकी ठुलो छ र साना ऊ धनी पनि चाहिँ भन्छ, धनीले गरिबहरूलाई हेप्ने, ठुलोले सानालाई हेप्ने कुराहरू संसारमा भइराखेकै छ। त्यो एउटा प्रवृत्तिको रूपमा संसारमा कायमै छ। तर ठुलाबाट नहेपिनका लागि सानाले पनि त्यही अनुसारको तयारी गर्नुपर्दछ। देशभरिका जनतालाई त्यस मामलामा एकीकृत गर्ने काममा सबै राजनीतिक पार्टीका नेतृत्व लाग्नुपर्दछ, सबै लाग्नुपर्दछ। र दोस्रो कुरा, अन्तर्राष्ट्रिय मान्यता, मूल्य मान्यता, कानुन अनुसार हाम्रा सिमानाहरूको निरूपण गरिनुपर्दछ। त्यो गर्न सकियो भनेदेखि सधैँ त्यसरी हेपिरहने कुरा हुँदैन। त्यो कुरा चाहिँ अब हामीले पनि त्यतातिर भ्याइराखेका छैनौँ। हामीलाई यहीँ भित्रको कुरा के मिलाउन चाहिँ मतलब व्यस्तता छ, नेपाली राजनीति यतैतिर अल्मलिराखेको छ। अब यस्तो बेलामा चाहिँ हामी हाम्रो देशको राजनीतिलाई स्थायित्वतर्फ लग्यौँ भनेदेखि र देशको चाहिँ मतलब नेतृत्व निर्माण गर्ने कुरामा नै धेरै समय माथापच्चिसी हुँदै भएन भनेदेखि अनि हामी त्यो सिमानाको, राष्ट्रियताको, विदेश नीतिको कुरामा गर्न हामीलाई प्रशस्त समय हुनेछ। अब त्यो नभएर हामी आफ्नै नेतृत्व निर्माण गर्ने कुरामा चाहिँ 6 महिनामा सरकार बनाउने र ढाल्ने कुरामा नै अनि यता र उता गर्ने कुरामा नै हाम्रो चाहिँ समस्या भइराख्यो भने अनि हामीलाई विदेशीहरूले हेप्ने, सिमानाहरूमा समस्या हुने कुराहरू हुन्छ। त्यही कारणले पनि हामीले यसलाई स्थायित्वको सबभन्दा सुरुमा नयाँ शक्तिको सबभन्दा सुरुको कुरा के हो भने यो देशलाई स्थायित्वतर्फ लानका लागि 5 वर्ष अकटक शासन गर्ने व्यवस्थाको तयारी गर्नुपर्छ भनेर हामीले भने। विदेश नीतिको कुरा पनि आयो कि मैले सुने अनुसार, मैले पढे अनुसार कि मेरो देशमा स्थायी परराष्ट्र नीति नै छैन भन्छन्। सही हो। अनि यो विदेशीहरूले नेपालमाथि एउटा कुदृष्टि राख्नुको प्रमुख कारण भनेको मेरो देशको स्थायी परराष्ट्र नीति नहुनु हो। एकदम सही हो। परराष्ट्र नीति पनि हाम्रो राजनीतिले चाहिँ प्रभावित पारिराखेको हुन्छ। राजाले सरकार चलाउँदाखेरि एक खालको उसको आफ्नै परराष्ट्र नीति थिए, त्यहाँका उनका परराष्ट्र विज्ञहरू नै छुट्टै थिए, उनीहरूका परम्परागत मान्यताहरू थिए। काङ्ग्रेसको सत्ता हुँदाखेरि उनीहरूको परराष्ट्र नीतिको आफ्नै खालको कुरा थियो। अब परराष्ट्र नीतिमा एकरूपता भएन र परराष्ट्र नीतिको एउटा मतलब व्यापक छलफल गरेर चाहिँ सबै जुनसुकै पार्टी सत्तामा पुगे पनि परराष्ट्र नीतिमा खासै फरक नपर्ने गरी बनाउन सकेको भएदेखि हामीमा त्यो खालको चाहिँ मतलब खाइहाल्छ कि अर्को देशले अथवा चाहिँ हामीलाई समस्या भइहाल्छ कि भन्नु पर्दैन थियो। तर के भने अब कस्तो परराष्ट्र नीति लिने हो र के हुने हो भन्ने खालको समस्या चाहिँ हामीसँग रहिरहने हो। किनभने हामीसँग फिक्स कुनै किसिमको परराष्ट्र नीति छैन। अमेरिकामा चाहिँ जुनसुकै राष्ट्रपति भए पनि उनीहरूका परराष्ट्र नीतिका बेसी आधारभूत कुराहरू परिवर्तन हुँदैनन्। हाम्रा चाहिँ सबै कुरा परिवर्तन हुने, व्यक्तिमा गएर केन्द्रित हुने, परराष्ट्र मन्त्री अथवा चाहिँ मतलब प्रधानमन्त्री र राजदूतहरूको कुरामा गएर सीमित हुने, यस्ता कुरा भएको हुनाले यो कुरा चाहिँ हामीले अविलम्ब तयार गर्नुपर्ने विषय त हो। तर ध्यान पुगेको छैन। हामी सुन्छौँ रहँला कहाँ नेपाली, हामी नेपाली रहे नरहे, यस्तै चल्दैछ देशमा है। त्यस्तै चल्दैछ। तर पनि नेपाल रहन्छ। नेपाल हामी के आशावादी हुनुपर्दछ भने नेपाल धेरै अप्ठ्याराहरूका बावजुद पनि नेपाल राज्य सबल हुँदै गएको छ, शक्तिशाली पनि हुँदै गएको छ, समृद्ध पनि हुँदै गएको छ। केही भएन भनेर निष्कर्ष पनि निकाल्नु हुँदैन। आजभन्दा 20 वर्ष अगाडि चितवन कस्तो थियो हामीले देखेको। 20 वर्षमा चितवनमा कति परिवर्तन भएको छ, परिवर्तन भएकै छ। तर यो परिवर्तनको गतिलाई अत्यन्त तीव्रता दिन सकिन्थ्यो। राजनीति राम्रो भइदिएको भए, राजनीतिक नेतृत्व राम्रो भएको भए, सरकार स्थायी भइदिएको भए, राम्रो आर्थिक नीति बनिदिएको भएदेखि यो त्योभन्दा छिटो परिवर्तन गर्न सकिन्थ्यो। अहिलेको हाम्रो चासो त्यही नै हो र त्यही चासोमा केन्द्रित भएर नै नयाँ शक्तिले काम गरिरहेको छ। हामी चितवन भन्दा पनि हामी जुम्लालाई व्याख्या गरौँ कि 20 वर्ष अगाडिको मेरो घर अहिले पनि त्यस्तै छ। मेरो घर बागलुङ 20 वर्ष अगाडि जस्तो थियो मेरो घर अहिले पनि त्यस्तै छ। कसरी जुम्लामा पनि केही न केही परिवर्तन अवश्य नै भएको छ। तर त्यहाँको परिवर्तन असाध्यै ढिलो गतिमा छ। त्यहाँका चाहिँ मतलब अलिकति सम्पत्तिवाल मान्छेहरू अब भौगोलिक अवस्थाको कारणले गर्दा मान्छे सहरतिर आउने अनि गरिब दुखीहरू जहाँ जो यता पनि गर्न सक्दैन त्यस्ता मान्छे त्यहाँ बस्ने र नेतृत्व पनि के भने अधिकांश नेतृत्व काठमाडौँमा बस्ने र यस्तो खालको कुरा भइराखेको छ होइन जुम्लाको कुरामा। तर के भने अब प्रदेश स्तरको शक्ति मतलब त्यहाँ चाहिँ पृथकीकरण छेउछाउका जिल्लाहरूमा पनि अत्यन्त गरिब बासिन्दा पनि छन्। समस्या छ।
त्यो समस्या छ र त्यो असमानता त हामीसँग यति धेरै असमानता छ कि त्यो कुरा व्याख्या गर्नै सकिँदैन र त्यो अहिलेको अबको राज्य व्यवस्था जो हामी आर्थिक समृद्धिको कुरा भनिराखेका छौँ यो अबको राज्य व्यवस्थाले त्यो धनी र गरिबको बिचको खाडललाई पुर्ने र यहाँको चाहिँ गरिबीलाई हटाउने काममा नै हाम्रो चाहिँ आर्थिक नीतिको हाम्रा बजेटहरूको हाम्रो राजकीय खर्चहरूको त्यसमा चाहिँ हाम्रो ध्यान गयो भनेदेखि यो त्यति धेरै गाह्रो कुरा छैन। तर त्यो गएन भने र केही पुँजीपतिहरूले नै केही धनाढ्यहरूले नै केही राजनीतिमा पहुँचवालाहरूले नै बजेटको दुरुपयोग गरिदिए भनेदेखि चाहिँ जुम्लाको अहिलेको चाहिँ अवस्था हो कयौँ वर्ष पनि त्यस्तै रहन सक्ने खतरा चाहिँ विद्यमान छ नि। 2075 सालसम्म यदि 3 तहको चुनाव भयो भने तपाईहरू पक्कै पनि भाग दिनु छ कि निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो पार्टी। 2075 सालसम्म तपाईँकै भाषामा जेठ 31 गते गरेको एउटा भाषणमा 75 सालसम्ममा नयाँ शक्ति देशको उच्च शक्ति बन्छ, नयाँ उच्च पार्टी बन्छ भन्ने जुन भन्नुभयो, के गर्दै हुनुहुन्छ क्रियाकारी यसको लागि? होइन, हामी अब सम्पूर्ण मतदाता जुन क्षेत्रमा जति मतदाता छन् त्यसको 5% सदस्य हामी यो 2-3 महिनाभित्र बनाउँदैछौँ। पार्टी नयाँ शक्तिका सदस्यहरू हामी बनाउँदैछौँ र ती सदस्यहरूलाई सबै हिसाबले हामी सक्षम र सबल हामी बनाउँछौँ र नयाँ शक्तिका एजेन्डाहरूलाई टोलमा गाउँमा पुर्याउन हामी लिएर जान्छौँ र नयाँ शक्तिलाई तपाईले आफ्नो टोलमा, आफ्नो छिमेकमा, आफ्नो उसमा स्थापित गर्नुभयो भने समृद्धिका लागि यसले चाहिँ महत्त्वपूर्ण योगदान गर्न सक्छ भन्ने कुराको चाहिँ हामी सैद्धान्तिक वैचारिक हिसाबले उहाँलाई प्रशिक्षण गर्छौँ। र तेस्रो कुरा, देशमा रहेका विभिन्न सेक्टरमा बसेका, राजनीतिमा भूमिका नपाएका, राजनीतिमा चाहिँ मतलब पछाडि पारिएका, धन दौलत कारणले थोरै भएका कारणले चाहिँ पछि परेका साथीहरूलाई, त्यस्ता जनताहरूलाई हामी यो राजनीतिमा समावेश हामी गर्दैछौँ। त्यस्ता थुप्रै मान्छेहरू हामीले समाजमा देखेका छौँ। यो देशमा चाहिँ लगभग 20 लाख मान्छेहरू पार्टीका सदस्य छन्, बाँकी अरू लगभग 3 करोड 40 लाख मान्छेहरू कुनै पार्टीका सदस्य छैनन्। ती मान्छेहरूलाई हामी अपिल गर्दैछौँ कि तपाईँ हाम्रो पार्टीको सदस्य बन्नुहोस् वा नबन्नुहोस्, तर नयाँ शक्तिले अगाडि सारेको आर्थिक समृद्धिको खाका एकपल्ट हेरिदिनुहोस्, पढिदिनुहोस् र त्यसमा तपाईँले चाहिँ नबुझे छलफल गर्नुहोस्। पार्टीको सदस्य बन्नुपर्ने आवश्यकता छैन, तर यो कुरा ठिक छ भने यसको निम्ति तपाईँले काम गरिदिनुहोस् भन्ने हामी अपिल गर्दैछौँ। संविधान सभाको दोस्रो चुनाव हुनुभन्दा अगाडि मलाई लाग्छ अहिलेको माओवादी केन्द्रदेखि लिएर नेकपा एमाले र जनमोर्चा अनि त्यसपछि राप्रपा, नेपाली काङ्ग्रेस सबैले आर्थिक समृद्धिकै घोषणा पत्र जारी गरेका थिए नि बुदागत रूपमा। मजाले त्यो त जनताले मलाई लाग्छ पढे नै होला नि। तर तिनीहरू सत्तामा पुग्दा त्यो के गरे भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। घोषणा उनीहरूले गरे, सबै कुरा लेखे, त्यो कुराकानी गरे। आर्थिक समृद्धिको बारे नयाँ शक्तिले 1-1.5 वर्षदेखि नै त्यो खाका तयार गरिरहेको थियो। यो किन मात्रै मैले प्रश्न गर्दैछु भने सिद्धान्त सबै पार्टीको राम्रो हुन्छ, आर्थिक नीति सबै पार्टीको राम्रै होला होइन, कुनै पनि पार्टीको सिद्धान्त र आर्थिक नीतिलाई त्यसको दोष नलगाउँ। तपाईँहरूको सिद्धान्त याभन्दा अगाडि अरू पार्टीले घोषणा पत्रमा जारी गरेका सिद्धान्त जस्तै विलय भएर जाने त होइन। हामी जे भन्छौँ त्यो गर्छौँ। यदि त्यसो नगर्ने भने हामी नयाँ शक्ति नै हुन सक्दैनौँ। हामी त्यो नयाँ शक्ति हुनै सक्दैन। हामीले यो किन 180 वटा पार्टी छन्, अब हाम्रो अर्को एउटा पार्टी थपेर चाहिँ 181 बनाउने हाम्रो कुनै रहर होइन। हामी जे भन्छौँ त्यो गर्छौँ। गरेनौँ भने जनताले हामीलाई सोझै भन्न पाउने छैन कि तिमीहरू नयाँ शक्ति होइन, यो सबै ढोङ नाटक हो भनेर जनताले हामीलाई भन्ने अधिकार राख्छ। तर हामीले जे भन्छौँ त्यो हामी गर्छौँ। त्यसैले गर्दा यो सारा सिद्धान्तका सबै कुराहरू चाहिँ फलाक्ने कुरा हामीले बन्द गरेका छौँ, त्यो कुरा होइन। यी कुरा चाहिँ सबै जनतालाई सुनाउने, सबै मार्क्सवाद लेनिनवाद घोकाउने अनि गर्ने बेलामा चाहिँ केही पनि नगर्ने जुन हामीले चाहिँ मतलब हिजो देख्यौँ र त्यसबाट हामी पनि केही न केही हदमा शिकार पनि भयौँ र त्योबाट हामीले बन्द गरेका छौँ। हामी जति काम गर्न सक्छौँ त्यति भन्छौँ, त्यो भनेको कुरा हामी व्यवहारमा देखाउँछौँ र व्यवहार हेरेर तपाईँ हामीलाई मूल्याङ्कन गर्नुहोस् भन्छौँ हामी। नेपाली राजनीतिमा 181 वटा पार्टीको बीचमा यही सेरोफेरोमा चाहिँ हिन्दू राज्य माग गर्ने पनि यही छन् कि राजतन्त्र फेरि बिउताउनु पर्छ भन्ने पनि यही नै छन्, पुरातनवादी सिद्धान्तलाई अपनाउने पनि यही नै छन्। सबैको एउटा मात्रै उद्देश्य सत्ता, नयाँ शक्ति सत्ताको लागि, विकासको लागि।
निसन्देह विकासको लागि विकास गर्न सत्तामा नि पुग्नु तर सत्तामा पुगेर मात्रै त्यसको बजेटको र अरू विकासको ओभरअल नेतृत्व गर्नुपर्ने भाव हुन्छ। अब हामी अन्तमा छौँ निर्मलजी। कार्यक्रममा मैले प्रश्न गर्न धेरै थियो, बाँकी मैले प्रश्न गर्दाखेरि तपाईँले जवाफ दिन बाँकी केही त्यस्तो कुनै अथवा कुनै उठाउन बाँकी कुनै त्यस्तो प्रसङ्ग थियो? त्यस्तो धेरै कुरा थिएन। अब नयाँ शक्ति एउटा सानो पार्टीको कुरा होइन, यो एउटा सिङ्गो अभियान, जनताको अभियान बनाउन हामीले लागिरहेका छौँ र त्यो जनताको अभियान बनाउने क्रममा पार्टी शक्ति व्यक्ति मिल्ने कुरा आउने कुरा र हाम्रो मिसनमा हाम्रो एजेन्डा जुन मैले तपाईँहरूलाई अहिले नै भनिसकेँ र ती एजेन्डाहरूमा सहभागी हुने सबै मानिसहरू लाग्न सक्दछन्। हामी त्यसरी अगाडि जान्छौँ। हाम्रो व्यवहार हेर्नुहोस्, हाम्रा विचारहरू हेर्नुहोस्, हाम्रा व्यवहार हेर्नुहोस्। विचार र व्यवहारमा फरक देख्नुभयो भने हामी नयाँ होइनौँ, तपाईँहरूले मान्नुपर्ने केही आवश्यकता छैन। र विचार र व्यवहारमा समानता देख्नुभयो र साँच्चै राम्रो देख्नुभयो भने हामी पनि नेपालको राजनीतिक क्षितिजमा छौँ। मैले नयाँ शक्तिको एउटा नेताको हिसाबले भन्ने कुरा यही नै हो। हुन्छ, यो महत्त्वपूर्ण कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। ल, धन्यवाद छ शिवजी र सम्पदा एफएमका सम्पूर्ण साथीहरूलाई मेरो पनि धन्यवाद छ। आज हामी नयाँ शक्ति नेपालको पेरिफेरीमा रहेर छलफल गऱ्यौँ कि नयाँ शक्ति नेपालको अहिलेको चलिरहेको व्यवस्था र खास देशलाई अब समृद्धिका लागि कसरी अगाडि बढाउने यो विषयमा कुराकानी गऱ्यौँ। कार्यक्रम समृद्धिका लागि बहस यति नै। सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोताहरूलाई विशेष आभार। शिव शर्मा आज्ञा चाहे। नमस्ते।